हेलो हाई नमस्ते म पदम घा। विचित्रको छ यो धरती, विचित्रको छ यो संसार। संसारकै सर्वाधिक शक्तिशाली मान्छे पनि यही धरतीमा छ। संसारकै सबैभन्दा कमजोर मान्छे पनि यही धरतीमा छ। संसारकै सर्वाधिक धनी मान्छे पनि यही धरतीमा छ। संसारकै सबैभन्दा गरिब मान्छे पनि यही धरतीमा छ। किन मान्छेहरू कोही धनी कोही गरिब हुन्छन्, कोही शक्तिशाली हुन्छन् कोही कमजोर हुन्छन्? आखिर मान्छे त मान्छे नै हो नि, हैन? हो, आज हामी यो विषयमा गोद लिएर चर्चा गर्ने प्रयास गर्नेछौँ। हो आदरणीय दर्शक महानुभावहरू, म एकजना व्यक्तिको बारेमा कुरा गर्न गइरहेको छु, जुन व्यक्ति 1971 डिसेम्बर 28 साउथ अफ्रिकामा जन्मेका थिए। उनले आफ्नो स्कुले पढाइ चाहिँ साउथ अफ्रिकामै पुरा गरेका थिए। उनी स्कुले जीवनमा स्कुल जाने आउने क्रममा आफ्ना साथीहरूबाट निर्घात कुटपिट हुनु परेको थियो, पिटिनु परेको थियो। फलस्वरूप उनी हस्पिटलमा 7 दिन हस्पिटलाइज हुनु परेको थियो। 7 दिनको हस्पिटलको बसाइ पछाडि उनी राम्रोसँग रिकभर भएर उनी पुनः घर आएका थिए। उनी आफ्नै साथीहरूबाट पिटिनु पर्दा उनलाई कस्तो पीडा भएको थियो होला, उनलाई कस्तो दुःख लागेको थियो होला, उनलाई कस्तो भएको थियो होला, हामीले त्यो महसुस गर्न सक्छौँ। तर पनि उनी कहिले विचलित भएनन्। उनी आफ्नो सानैदेखिको इच्छा टेक्नोलोजीमा रमाउन चाहने व्यक्ति। उनी आफूमै स्वअध्ययनमै रमाइरहे, नयाँ नयाँ कुरा खोजिरहे, आफूलाई मन परेको किताबहरू खोजेर आफूलाई चाहिने विषयवस्तुहरू जम्मा गरेर उनी अध्ययन गरिरहे। उनी आफ्नो बाल्यकाल, आफ्नो स्कुले जीवन साउथ अफ्रिकामै बिताए पनि पछि उनले आफ्नो उच्च शिक्षा अमेरिकाबाट पेन्सिल्भेनिया युनिभर्सिटीबाट भौतिकी र अर्थशास्त्रमा स्नातक गरे। जिप2 नामक कम्पनीबाट आफ्नो जीवनको करियर सुरु गरेका ती व्यक्ति, त्यो पनि उनले आफ्नो भाइसँग मिलेर खोलेका थिए। पछि उनले X.com नाम कम्पनी खोले। पछि गएर त्यो पेपाल हुन पुग्यो। त्यो पेपालको ठुलो सफलता पछाडि उनले पछि स्पेस एक्स, टेस्ला, न्युरोलिङ्क, द बोरिङ कम्पनी जस्ता कम्पनीहरू खोले। ती कम्पनीहरूको मालिक भए। जीवनमा पृथ्वी र पृथ्वी बाहिर कसरी मानव जातिको उद्धार र मानव जातिको लागि राम्रो काम गर्न सकिन्छ भनेर सधैँ लागि परिरहने व्यक्ति हुन्। मैले यति भन्दै कतिले त नाम थाहा पाइसक्नुभयो होला। त्यो व्यक्ति हुन् आज संसारमा सबैले टेक्नोलोजीको बादशाह भनेर चिन्छन्, संसारकै धनी व्यक्ति इलन मस्क। उनी कहिले पनि जीवनमा धनी हुन्छु भनेर लागि परेनन्। उनी कहिले पनि शक्तिशाली मान्छे बन्छु भनेर लागि परेनन्। उनी सधैँ लागिरहे कि म यस धरतीमा, यस पृथ्वीमा या पृथ्वी बाहिर मानव जातिको लागि, मानव जातिको दिगो कसरी बनाउन सकिन्छ भन्ने कुरामा ऊ सधैँ घोत्लिरहे, उनी लागिरहे। फलस्वरूप उनी आफ्नो उद्देश्यमा कति सफल भए कति भएनन् त्यो थाहा छैन। तर उनी आफ्नो उद्देश्यमा पुग्दा नपुग्दै आज संसारमा उसलाई संसारकै सबैभन्दा धनी व्यक्ति र पैसाको आधारमा शक्तिशाली मान्ने भने उनी शक्तिशाली व्यक्तिको रूपमा चिनेका छन्। हो आदरणीय दर्शक महानुभाव, यही धरतीमा यति विधिको शक्तिशाली इलन मस्क जस्ता शक्तिशाली र धनी व्यक्ति पनि छन् भने यही धरतीमा असाध्यै दरिद्र, गरिब र कमजोर मान्छेहरू पनि छन्। आखिर किन यस्तो हुन्छ त?
आज हामी यही विषयमा घोलिनेछौँ भनेर मैले अगाडि भनिसकेँ। हो आदरणीय दर्शक महानुभावहरू, पहिला इलन मस्कको विगतको घटनादेखि हामी कोट्याउँदै आउँ है। इलन मस्क सानैदेखि टेक्नोलोजीमा रमाउन चाहने व्यक्ति थिए। फलस्वरूप उनले आफ्नो जीवनमा कसरी मानव जातिको लागि पृथ्वी र पृथ्वी बाहिर राम्रो काम गर्न सकिन्छ भनेर लागिरहे। सायद उनको उद्देश्य लक्ष्य त्यो ठुलो भएको कारणले गर्दा होला उसको जीवनमा पनि धेरै उतार चढाव आए। उतार चढाव आए पनि उनलाई त्यो विक पक्ष, त्यो दुखी हुने पक्षभन्दा उसलाई सबल हुने पक्ष, ऊ अगाडि बढ्ने पक्षतिर लागिरहे। नम्बर 1 थियो उनी बचपनकालमै विद्यालय आउने जाने क्रममा साथीहरूबाट पिटिएका थिए। उनी साथीहरूबाट पिटिसके पछाडि उनी डिप्रेसिभ भएर, कमजोर भएर स्कुल जान छोडेर त्यत्तिकै बिग्रिन पनि सक्थे। तर उनी त्यसो गरेनन्। उनी स्कुलमा पिटिए पनि, साथीहरूको समूहमा रहन नसके पनि उनी एक्लै आएर भए पनि उनी अध्ययन गर्न थाले। उनको रुचिको क्षेत्र टेक्नोलोजी भएको कारणले गर्दा उनले आफ्नो रुचिको क्षेत्रसम्म नै उनले अध्ययन गर्न थाले। उनले आफ्नो फोकस, आफ्नो इनर्जी, आफ्नो इच्छाको, आफ्नो रुचिको क्षेत्रमा फोकस गर्न थाले। उनले नयाँ नयाँ कुराहरू सिके। इलन मस्कले फलस्वरूप उनले आज आएर स्पेस एक्स, टेस्ला, न्युरोलिङ्क, द बोरिङ कम्पनी जस्ता कम्पनीका मालिक भएका छन्। उनी संसारकै धनी मान्छे बन्छु भनेर लागि परेका होइनन्। उनी संसारको शक्तिशाली मान्छे बन्छु भनेर लागि परेका होइनन्। तर उनको उद्देश्य यति टाढा थियो कि त्यहाँ पुग्दा नपुग्दै उनी संसारका सबैभन्दा धनी मान्छे बन्न पुगे। उनी त्यहाँ आफ्नो उद्देश्यमा पुग्दा नपुग्दै उनी संसारको पैसाको आधारमा गर्ने उनी शक्तिशाली मान्छे बन्न पुगे। त्यसैले हामी जीवनमा के बन्छौँ, के गर्छौँ भन्ने कुरा, हाम्रो ध्यान केन्द्रित, हाम्रो इनर्जी कहाँ खर्चिन्छौँ भन्ने कुराले महत्त्वपूर्ण भूमिका खेल्ने रहेछ भन्ने कुरा हामी प्रष्ट हुन सक्छौँ। यदि उनी आफूलाई दुःख परेको बेलामा, उसलाई आपद परेको बेलामा ऊ डिप्रेसिभ भएर, उनी कमजोर भएर, त्यस कुरामा नेगेटिभ कुरा सोचेर कमजोर भएर, शिथिल भएर विलिन हुन, पतन हुन पनि सक्थे। तर उनी त्यस्तो कहिल्यै गरेनन्। उनी जहिले पनि आफ्नो बाटोको सकारात्मक बाटोमा रहे, सकारात्मक बाटोमा हिँडे। फलस्वरूप उनका असफलता र उनको जीवनमा घटेका कमी कमजोरीहरूले पनि उनलाई अगाडि बढ्नको लागि सधैँ पुस गरिरहे, ढकेलिरहे। हो, हामी सामान्यतया मानिसहरू आफ्नो जीवनका पलहरू, आफ्नो शक्ति, आफ्नो इनर्जी वाह्य काममा खर्च गरिरहेका हुन्छौँ। हामी इन्टरटेनमा खर्च गरिरहेका हुन्छौँ। हामी कतै वाह्य काम गरेर खर्च गरिरहेका हुन्छौँ। हाम्रो इनर्जी वाह्य काममा खर्च भएको कारणले गर्दा हामी सामान्य मान्छे हुन पुग्यौँ। यदि हामीले पनि आफ्नो इनर्जी, आफ्नो शक्तिलाई सही काममा, सही ठाउँमा, आफ्नो इच्छाएको ठाउँमा, इच्छाएको क्षेत्रमा लागिरहेको भए सायद हामी पनि आफ्नो कुनै न कुनै क्षेत्रमा सफल हुन सक्थ्यौँ होला। मानिलियो एउटा अपराधिक व्यक्तिले आफ्नो अपराधिक कर्ममा आफ्नो इनर्जी खर्च गर्छ, फलस्वरूप ऊ अपराधी भनेर चिनिने गर्छ। त्यस्तै एउटा कमजोर मान्छे उसको सबल पक्षमा भन्दा पनि दुर्बल पक्षमा ध्यान केन्द्रित हुन्छ, जसको फलस्वरूप उनी शक्तिशाली भएर आउनुपर्ने ठाउँमा ऊ कमजोर भएर जान्छ। हो, हामी जीवनमा आफ्नो इनर्जी कुन ठाउँमा फोकस गर्छौँ भन्ने कुराले हामी कस्तो मान्छे बन्छौँ भन्ने कुरा निर्धारण गर्ने गर्दछ। एउटा सामान्य मानिसलाई एउटा कलाकार बन्न चाहना राख्यो भने उसले कलाकारको सपना र लक्ष्य देखेर त्यस कुरालाई फोकस गर्यो भने अवश्य कलाकार बन्न सक्छ। किनकि उनी कलाकार बन्नको लागि, उनले गायककार बन्नको लागि उनले गर्नुपर्ने मेहनत, गर्नुपर्ने अध्ययन,
सिक्नुपर्ने सिपहरू सबै सिक्ने गर्छन्। सबै तयारी गरे पछाडि उनी अवश्य आफ्नो लक्ष्य, आफ्नो सपना, आफ्नो उद्देश्य कलाकार गायक बन्ने छ भने ऊ अवश्य कलाकार बन्न सक्छ। त्यस्तै एउटा खेलाडी बन्ने एउटा सपना देख्यो भने उसको इनर्जी त्यो खेलाडीमै गयो भने, फोकस भयो भने ऊ अवश्य खेलाडी बन्न सक्छ। किनकि ऊ खेलाडी बन्नको लागि उनले आफ्नो सबै कर्महरू, सिपहरू, ज्ञानहरू खर्चिन्छ, फलस्वरूप ऊ खेलाडी बन्न सक्छ। एउटा नेता बन्न चाहने, पोलिटिसियन बन्न चाहने मान्छे यदि आफ्नो उद्देश्य र लक्ष्य पोलिटिसियन बन्ने हो भने ऊ अवश्य पोलिटिसियन बन्न सक्छ। किनकि ऊ पोलिटिसियन बन्नको लागि उनले त्यस्तै खालको अध्ययन गर्छ, त्यस्तै खालको सिपहरू सिक्छ, त्यस्तै खालको उनले आफ्नो कर्म गर्छ, त्यस्तै खालको प्र्याक्टिसले उनलाई सफल पोलिटिसियन बनाउन सक्छ। तपाईँ मान्नुहोस् एउटा साइन्टिस्ट बन्ने मान्छेले त्यो साइन्टिस्ट सम्बन्धी उसले अध्ययन गरेका हुन्छ, नयाँ नयाँ कुरा खोजेका हुन्छ, त्यस्ता कुराहरू धेरै कुराहरूमा प्रयोगात्मक रूपमा गरिरहेको हुन्छ, फलस्वरूप ऊ साइन्टिस्ट बन्छ, नयाँ नयाँ कुराहरू खोज्नतिर लाग्छ। त्यसैले जीवनमा को मान्छे कमजोर, को मान्छे बलियो, कोही मान्छे धनी, कोही मान्छे गरिब किन बन्छ त भने हरेक मानिसमा त्यो इनर्जी हुन्छ, हरेक मानिसमा त्यो शक्ति हुन्छ। जन्मदै त्यो शक्ति उनले केमा लगानी गर्यो, केमा फोकस गर्यो, त्यो महत्त्वपूर्ण हुन्छ। एउटा डाक्टर बन्ने सपना देख्ने मान्छे, लक्ष्य देख्ने मान्छे, फलस्वरूप उनी आफ्नो डाक्टर बन्ने सपनामा आफ्नो इनर्जी, आफ्नो शक्ति, आफ्नो पावर फोकस गर्छ। फलस्वरूप उनी मेहनत साथ पढ्छ र ट्रेनिङ गर्छ, प्र्याक्टिकल गरेर उनी फलस्वरूप सफल डाक्टर बन्न सक्छ। त्यसै जो मान्छे कमजोर र शिथिल भएका हुन्छन्, जो मान्छे सबैभन्दा गरिब छन्, जो मान्छे सबैभन्दा कमजोर छन्, उनीहरू आफ्नो इनर्जी आफूलाई सकाउनमै, भन्नाको मतलब आफ्नो इनर्जी त्यत्तिकै वेस्टेज गरिराखेको हुन्छ, त्यत्तिकै अब फजुल खर्च गरिराखेको हुन्छ। उनी राम्रो कुरा सोच्ने भने नराम्रो कुरा सोच्नमा जान्छ, ऊ कमजोर 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 हुँदै जान्छ, ऊ पतन हुन्छ, कमजोर हुन्छ, गरिब हुन्छ। उनी जस्तै मान्छे सर्वाधिक धनी हुन्छ भने उनी जस्तै मान्छे सर्वाधिक कमजोर पनि हुने रहेछ नि त। कारण के भने हाम्रो इनर्जी, हाम्रो शक्ति, हाम्रो ध्यान, हाम्रो केन्द्रित केमा हुन्छ त? सबैसँग शक्ति हुन्छ, त्यो उसले केमा खर्च गर्छ भन्ने महत्त्वपूर्ण हुन्छ। जब एउटा विद्यार्थीले आफ्नो ध्यान पढाइमा खर्च गर्छ भने ऊ पढाइमा फोकस हुन्छ भने ऊ पढाइमा ट्यालेन्ट हुन्छ। एउटा मान्छेले एउटा आफ्नो ध्यान, आफ्नो इनर्जी अपराधिक क्रियाकलापमा केन्द्रित गर्छ भने ऊ अपराधी, कुख्यात अपराधी बन्न सक्छ। एउटा मान्छेले कुनै छोरी मान्छेमाथि, महिला मान्छेमाथि ध्यान केन्द्रित गर्यो, सेक्सुअल एक्टिभिटिजतिर ध्यान केन्द्रित गर्यो भने ऊ एउटा बलात्कारी बन्छ। किनकि त्यो इनर्जी सबैसँग छ, त्यो इनर्जी सबैसँग छ, त्यो पावर। पशु पन्छीदेखि हरेक जीव जन्तुमा त्यो इनर्जी छ। उनले त्यो इनर्जी केमा खर्च गर्छ त? त्यो महत्त्वपूर्ण हुन्छ। पशुको त इनर्जी भए पनि उसले आफ्नो खाने, बस्ने, हिँड्ने, डुल्ने बाहेक त्यो अरू काममा खर्च गर्न सक्दैन। तर मानिस मात्र यस्तो प्राणी हो, उसले आफ्नो इनर्जी जेमा भन्यो त्यहीमा खर्च गर्न सक्छ। फलस्वरूप यो धरतीमा सर्वाधिक शक्तिशाली मान्छे पनि यही धरतीमा छन्, सर्वाधिक कमजोर मान्छे पनि यही धरतीमा छन्, सर्वाधिक धनी मान्छे पनि यही धरतीमा छन्, सर्वाधिक गरिब मान्छे पनि यही धरतीमा छन्। त्यसैले मानिस को के बन्छ भन्ने कुरा कमजोर भएर रहन्छ कि बलियो भएर रहन्छ, गरिब भएर रहन्छ कि धनी भएर रहन्छ, उनले आफ्नो ध्यान केन्द्रित, आफ्नो इनर्जी, आफ्नो पावर कुन कुरामा फोकस गरेछ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यदि हामीले सकारात्मक कुरामा आफ्नो ध्यान केन्द्रित गर्यो भने हामीलाई मोटिभेटिभ हुन्छ, हामी त्यो कुरामा एकदमै खुसी भएर लाग्छौँ, हामी सफल हुन सक्छौँ। यदि हाम्रो ध्यान केन्द्रित, हाम्रो इनर्जी कमजोर पाटो, नेगेटिभ पाटोमा भयो भने त्यसले हामीलाई
गलाउँछ, त्यसले हामीलाई शिथिल बनाउँछ। फलस्वरूप हामी कमजोर, एकदमै गरिब मान्छे बन्न पुग्छौँ। हो, यसलाई अब साइन्टिफिकल्ली हेर्दा के हो त खास कुरो? हो, सामान्यतया हाम्रो इनर्जी कसरी खर्च हुने रहेछ त, कसरी काम गर्दो रहेछ त, मैले यो बारेमा थोरै बताउन चाहन्छु। मानिलियो हामी एउटा अमिलो कागतीको सम्झना गऱ्यौँ भने हाम्रो मुखमा आफसे आफ पानी आउन थाल्छ। त्यो त इनर्जी छ नि हामीसँग, त्यो सबै मान्छेमा छ। अनि हामीले पिरोको कुरा गऱ्यो भने पनि सर्र मुखमा पानी आउन थाल्छ। त्यो छ नि सबैसँग, सबै मानव जातिमा छ नि त्यो शक्ति, त्यो इनर्जी छ नि। मानिलियो हामी कुनै रमाइलो पलको घटना सम्झ्यो भने हाम्रो एकदम मन खुसी हुन्छ, इनर्जेटिक भइन्छ, पावरफुल हुन्छ। त्यो छ नि सबैमा, त्यो साइकोलोजीमा। त्यो के को रूपमा छ? केमिकलको रूपमा छ। हामीले कुनै दुःखद घटना सम्झ्यौँ भने सम्झिँदा हाम्रो आँखाबाट आँसु आउँछ, स्ट्रेस हार्मोन हुन्छ। त्यो छ नि इनर्जी, जसले केमिकलहरूलाई चलाउन सक्छ। त्यही इनर्जीले त्यही केमिकललाई ह्याप्पी हर्मोनमा बदलिदियो भने त्यसले हामीलाई पावर दिन्छ। त्यही इनर्जीले हामीमा भएको हर्मोनलाई स्ट्रेस हर्मोनमा बदलिदियो भने हामी कमजोर हुन्छौँ। त्यसैले जो मान्छेको इनर्जीले आफ्नो शरीरमा भएको हर्मोनलाई मोटिभेटिभ र ह्याप्पी हर्मोनमा कन्भर्ट गर्न सक्छ, त्यो शक्तिशाली भएर जिउन सक्छ। त्यसले गरेको हरेक काम सफलता हुन्छ। असफलता भए पनि उसले त्यसलाई सकारात्मक रूपमा बुझेर त्यसलाई टेकेर फेरि माथि अघि बढ्छ। भने जो मान्छे आफ्नो त्यही इनर्जी हामीसँग छ कि हामी नकारात्मक कुरामा केन्द्रित गऱ्यौँ भने त्यसले हामीलाई कमजोर बनाउँछ, शिथिल बनाउँछ, केही गर्न सक्दैन। सामान्य मान्छेमा हुने त्यही हो। अब हामी रमाइलो रमाइलो कार्यक्रमहरूतिर ध्यान लगाउँछौँ, हाम्रो समय वेस्टेज हुन्छ। हामी एकछिन रमाउँछौँ अनि फेरि उस्तै हुन्छ। घुम्ने साथीभाइ भेट्ने, त्यसमा पनि भेट्दा फाइदा लिने कुराहरू त जति पनि हुन्छ, तर हामी फाइदा होइन टाइम वेस्टिङमा जान्छौँ। के कुरामा फाइदा छ है त्यो बुझ्दैनौँ, हामी वेस्टिङमा जान्छौँ। वेस्टिङ कुराहरूमा होइन। मिठो खानेमा आफ्नो इनर्जी सकाइरहेका हुन्छौँ। हेल्दी खानेमा इनर्जी खर्च गरौँ न, मिठो खानेमा होइन। मिठो खान्छौँ, हेल्थलाई खत्तम गरिराखेका हुन्छौँ होइन। राम्रो कुरा हेर्दाखेरिमा राम्रो कुराबाट हामीलाई फाइदा हुन्छ नि, त्यो फाइदालाई लिएर हामी अर्को काम गर्न सक्छौँ नि, त्यो गर्दैनौँ। हेर्छौँ त्यत्तिकै इनर्जी लस गर्छौँ। हो, हरेक मानिसमा त्यो इनर्जी छ जो महान बन्न सक्छ। हरेक मान्छेसँग त्यो इनर्जी छ जो सबैभन्दा कमजोर मान्छे बन्न सक्छ। त्यो केले निर्धारण गर्छ भने त्यो हाम्रो इनर्जी, आफूसँग भएको इनर्जी कुन काममा र कस्तो काममा खर्च गर्छ भन्ने कुराले निर्धारण गर्ने गर्दछ। त्यसैले आदरणीय दर्शक महानुभावहरू, आज मैले यो खास के कुरा गर्न खोजेको भने सर्वप्रथम त सबै मानिसमा, सबै जीव जन्तुमा इनर्जी हुन्छ। तर मान्छे मात्रै यस्तो जीवित प्राणी हो, उसले आफ्नो इनर्जी जुन चिजमा भन्यो त्यो चिजमा खर्च गर्न सक्छ। फलस्वरूप मानिस नै धरतीमा सर्वाधिक धनी मान्छेको रूपमा पनि छ, सर्वाधिक कमजोर मान्छेको रूपमा पनि छ, सर्वाधिक शक्तिशाली मान्छेको रूपमा पनि छ, सर्वाधिक गरिब मान्छेको रूपमा पनि छ। त्यसैले मान्छे के बन्छ, कस्तो बन्छ, कुन अवस्थामा रहन्छ, सामान्य मान्छे बन्छ कि महान मान्छे बन्छ कि होइन, एकदमै कमजोर मान्छे बन्छ कि एकदम कुख्यात अपराधी बन्छ कि एकदम कुख्यात बलात्कारी बन्छ कि के बन्छ, त्यो उसले आफ्नो इनर्जी, आफ्नो शक्ति, आफ्नो पावर, आफ्नो ध्यान केमा केन्द्रित गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। जसरी हामी कुनै ठाउँमा जानका लागि यात्रा गर्यो भने हामी त्यो ठाउँमा अवश्य पुग्छौँ। यदि त्यो ठाउँमा जान भनेर हिँडेछौँ
तर हामी बीच बाटोमा अल्मलियौँ भने हामी त्यो ठाउँमा पुग्न सक्दैनौँ। त्यसैले आफ्नो उद्देश्य आफ्नो लक्ष्य कहाँ के छ त त्यसको लागि आफ्नो ध्यान केन्द्रित गरेर त्यही सम्बन्धी आफूलाई प्रिपेयर बनाएर केही कुरा नयाँ कुरा सिकेर हुन्छ कि अध्ययन गरेर हुन्छ कि होइन कसरी हुन्छ आफूलाई प्रिपेयर र बलियो बनाएर अगाडि बढाउन सक्यौ भने आफूलाई सबै बन्न सक्ने शक्तिशाली मान्छे संसारको सबैभन्दा शक्तिशाली मान्छे बन्ने शक्ति पनि हामीसँग छ भने संसारकै सबैभन्दा कमजोर र गरिब भएर रहन सक्ने शक्ति पनि हामीसँग छ। हो हामीले शक्ति आफ्नो इनर्जी आफ्नो ध्यान केन्द्रित केमा गर्छौँ त्यो सबैभन्दा महत्त्वपूर्ण हुन्छ। किनकि संसारकै सबैभन्दा धनी व्यक्ति इलन मस्क ऊ कहिले धनी बन्छु भन्ने लागेको होइन। धनकै आधारमा शक्तिशाली गन्ने भने उनी संसारकै सबैभन्दा शक्तिशाली मान्छे पनि हुन्। उनी कहिले शक्तिशाली बन्छु भन्ने लागेका हुन्। तर उनको उद्देश्य के थियो त भने पृथ्वीमा र पृथ्वी बाहिर मानव जातिको लागि के गर्न सक्छु भन्ने उनले सधैँ आफ्नो उद्देश्य बोके लक्ष्य बोके त्यही सम्बन्धी उसले काम गरिरहे। फलस्वरूप उनलाई आफ्नो कामप्रतिको लगावले गर्दा उनका पछि पैसा लाग्न थाले। फलस्वरूप उनी आफ्नो उद्देश्यमा कति सफल भए या भएनन् तर उनी आफ्नो उद्देश्यमा पुग्दा नपुग्दै संसारकै सर्वाधिक धनी व्यक्ति भए संसारकै सर्वाधिक शक्तिशाली मान्छे भए। त्यसैले आदरणीय दर्शक महानुभावहरू हामी आफ्नो ध्यान दुःखमा केन्द्रित गर्यौँ भने हामी दुःखी हुन्छौँ खुसीमा केन्द्रित गर्यौँ भने हामी खुसी हुन्छौँ। भन्दाको मतलब हामी सकारात्मक पक्षमा ध्यान केन्द्रित गऱ्यो भने हामी खुसी हुन्छौँ हामीलाई काम गर्ने हौसला मिल्छ उत्साह आउँछ। हामी आफ्नो ध्यान केन्द्रित आफ्नो इनर्जी नकारात्मकतामा खर्च गऱ्यौँ भने हामी दुःखी हुन्छौँ हामी गल्छौँ हामी शिथिल हुन्छौँ हामी पतन विलीन हुने अवस्था आउने गर्छ। त्यसैले हाम्रो ध्यान केन्द्रित हाम्रो इनर्जी हामी कुन कुरामा खर्चिएका छौँ त्यो कुराले हामी के बन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने गर्दछ। भन्दै आजको यस भिडियो यहाँलाई कस्तो लाग्यो मैले यो भिडियोमा बुझाउन खोजेको कुरा के हो भने हामी जीवनमा के बन्छौँ भन्ने कुरा हामीले ध्यान केन्द्रित कस्तो कुरामा गरेका छौँ। ध्यान केन्द्रित गर्दाखेरिमा हाम्रो इनर्जी त्यहाँ फोकस हुन्छ क्या। एउटा सूर्यको किरण फिजारीको सूर्यको किरणलाई एक ठाउँमा केन्द्रित गर्दाखेरिमा त्यसले आगो बाल्न सक्छ भने हाम्रो पनि ध्यान केन्द्रित केमा गर्छौँ फोकस त्यही हाम्रो शक्ति त्यही जाने भएको हुनाले अब हामीले गलत कुरामा ध्यान केन्द्रित गर्यौँ भने हाम्रो इनर्जी गलत काममा जान्छ हामी गलत रूपमा चिनिन सक्छौँ। यदि हाम्रो ध्यान केन्द्रित राम्रो काममा गऱ्यौँ भने हाम्रो इनर्जी राम्रो काममा केन्द्रित हुन्छ र हामी राम्रो कामले चिनिन सक्छ। भन्दै आजको यस भिडियो जति पनि हेर्नुभयो हेरेर आफ्नो सल्लाह सुझाव जिज्ञासा कमेन्ट बक्समा लेख्न नभुल्नुहोला भन्दै जानकारी तथा प्रेरणादायीमूलक भिडियोहरू यहाँहरू सधैँ हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै आजको यस भिडियो अनि यहाँहरू मार्गबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार धन्यवाद।